चाहिँ यहाँ भाइलाई एक जोडा क्वेसन सोध्नु पर्यो होइन भाइ चाहिँ अब एन्सर दिने हो नि त ल ठिक छ के अरे पहिला नाम चाहिँ के अरे अलिकति परिचय पाउनु हौ नाम चाहिँ के भाषामा नेपालीमा आउँदैन हैन खल्दाङ खुल्दुङ चाइनिज कोरियन कुन चाहिँ भन्ने जापानी खल्दाङ खुल्दुङमा भन्दैन त ए खल्दाङ खुल्दुङमा आउँदैन नेपालीमा चाहिँ ठ्याक्कै भन्नुपर्दा भाइको नाम चाहिँ राजन है मैले नै भन्दिएँ राजन पराजुली तर यो भाइ हेर्दाखेरि के पराजुली जस्तो लाग्छ तपाईँहरूलाई यो त पन्जाबी जस्तो देख्छु म त यत्र त के हो यो किन पालेको भन्दाखेरि खासमा भन्नुपर्दा चाहिँ म उता सिक्किमतिर उता बम्बईतिर आसामतिर चाहिँ 7 वर्ष बसेर आएको त्यही भएर उतातिर चाहिँ के भन्छ इन्डियनहरूले प्रायः पाल्थे होइन त्यो कारणले चाहिँ मैले पनि पालौँ न त यसो कस्तो हुँदो रहेछ भनेर पालेको यतातिर सबैले हेपी हाल्दो रहेछ ए भनेपछि हेपी हाले अनि यो पन्जाबी भन्दा रहेछ होइन यो काट्न मन लाग्छ कि लाग्दैन त यो काट्न मन त लाग्थ्यो अब प्रायः के छ भन्दाखेरि जाडो मौसममा चाहिँ अब नकाटौँ नै भने गर्मीमा पनि नकाट्दै राम्रो देखिँदो रहेछ ठिक अनि चाया हुँदैन यसमा पुरै चाया अनि चाया त अब यसलाई धोइ पखाली गर्नु पर्यो होइन सरसफाइ गर्नु पर्यो चाया त हुँदैन अलि यस्तो गरौँ त वाउ कडा छ ल अनि चाहिँ नि आज के गर्दै ठ्याक्कै भन्नुपर्छ के भन्छ जङ्गलतिर भिजिट गर्दै भन्नुपर्छ जङ्गल भिजिट होइन त जङ्गल सफारी भने जस्तो जङ्गल भिजिट अनि तपाईँलाई के गर्न आउँछ सिपहरू के छ तपाईँसँग जस्तो कि मलाई चाहिँ नि ठ्याक्कै भन्नुपर्दाखेरि गाउँले भाषामा होइन गाउँले तरिकाले नै भनौँ त के गर्न आउँछ गाउँको कामहरू के गर्न आउँछ गाउँको सिप पहिलो नम्बरमा मलाई आउने भनेको 12 घन्टामा 6 घन्टा चाहिँ मलाई फ्री फायर खेल्न आउने फ्री फायर चाहिँ एकदमै सिपवालै हो भनेपछि गाउँमा पनि एकदम फ्री फायर चाहिँ प्रख्यात छ के भरे हामी दुईजना भिडौँ त कस्टम भिडौँ हो वर्सेस आमा ल ठिक छ अब मैले के फ्री फायरकै कुरामा अलिकति सन्दर्भमा फ्री फायरको 2-3 वटा गनको नाम भनिदिनु त सर अब गनको नाम चाहिँ अब ठ्याक्कै आउँदैन म पढाएको छैन मैले त ल्याप्चे ठोक्नु पर्ने हुन्छ गनको नाम के भन्नु र स्नाइपर हो भन्छ स्नाइपर भनेको नेपालीमा के भन्छ त्यसलाई थाहा छैन ठिक छ इङ्ग्लिसमै भन्दा हो त अनि अर्को के भन्छ M4A1 त्यसलाई नेपालीमा के भन्छ हैन त्यसपछि एके त्यसलाई नेपालीमा के भन्छ त्यति भनौँ न अनि अरू लु छोटकरीमा होइन धेरै ठुलो कुरा नगरौँ छोटकरीमा चाहिँ नि गाउँको सिपहरू चाहिँ के छ त गाउँले सिप भनेको अब यता उता देखाइदिइहाल्नु त यो खेती किसान गर्ने यो खेती किसान यो बेड आफैले राखेको हो ठिक छ बेड राखेको रहेछ यतातिर अनि रोप्नेलाई भइसक्यो के रोप्ने अरे अब धान रोप्ने हो धानको बेड धान रोप्ने भनेपछि गोरु जोत्न आउँछ गोरु जोत्न आउँछ हलो बनाउन चाहिँ आउँदैन हलो बनाउन आउँदैन ठिक छ बनाएको हलो च्याट्टा गोरु नार्ने जोत्न आउँछ खन्नु आउँछ भनेपछि आली लाउन आउँछ गोरु जोत्न आउँछ डोको नाम्लो बुन्नु आउँछ डोको नाम्लो बुन्न आउँछ ल ठिक छ कस्तो बनाइन्छ त डोको नाम्लो कति वर्षसम्म टिकाउ हुन्छ त गाउँमा बनाउने भनेको गाउँले बोक्ने नै बनाउने हो अब कन्टिन्यू चलायो भने तपाईको डोको नाम्लो 1 महिना टिक्छ अब चलाएन भने 100 वर्ष 200 400 वर्ष पनि टिक्छ अब चलाएन भने चाहिँ 200 400 वर्ष टिक्छ भनेपछि अनि गाउँले पारामा बस्दा गाउँले जीवन कस्तो लाग्छ आफूलाई अब गाउँले जीवन राम्रै हुन्छ अब सहरिया जीवन भन्दा त अलिकति बेस्टै मान्छु हैन खानेकुरा किन बेस्ट मानियो त अब खानेकुरामा सबैभन्दा चाहिँ के हुन्छ अर्गानिक पाइन्छ आफूले उत्पादन गरिन्छ आफूले खान पाइन्छ हैन तलतिर सहरतिर अब सबै किन्नु पर्छ औषधि हालेको रसायनवाला हैन विभिन्न रोगहरू लाग्छ ल ठिक छ भनेपछि यति भन्दा के हामी छुटौँ त आजलाई हामी छुटौँ होला लास्टमा के भन्न चाहनुहुन्छ त मलाई मेरो भ्युअर्सहरुलाई के भन्नुहुन्छ छ्यास्स भ्युअर्सहरुलाई चाहिँ के भन्न चाहन्छु भने फेसबुकमा हाल्दै हुनुहुन्छ भने पक्कै पनि तपाईहरुले फेसबुकमा फलो गर्नु भएको छ भने नयाँ भिडियो आएको छ तपाईहरुले फलो गर्नु भएको छैन त्यतिकै फेसबुकले भेजिदियो र तपाईको साथमा आयो भने फलो गरेर राख्नुहोस् यस्ता भिडियोहरु नयाँ आउँदै गर्छन् गाउँको एक्सपेरिमेन्ट गाउँको नयाँ खबरहरु आउँदै गर्छन् र युट्युबको लागि भने हजुरले अरु काम नगरे पनि सब्स्क्राइब गरेर बेल आइकन नोटिफिकेसन अन गरेर राख्नुहोस् त्यति गर्नु भने तपाईलाई हरेक हालेको भिडियोहरु तपाईको सामु आउने छ भन्दै आजलाई छुटौं बाइ बाइ